रदेव सर नमस्कार है। होइन बाटोमा म यता क्रस गर्दै थिएँ होइन, अनि तपाईँले धमाधम यो के टिपिरहेको देख्दैछु म। यो के गर्नु भएको हो? सरसफाइ गर्नु भएको कि के हो यो? एक प्रकारको सरसफाइ पनि हो। यो अमृत चाहिँ टिप्दैछु क्या सर म। के नाम हो यसको? यसलाई भुइँ अमला भनिन्छ। हजुर, यो यसले के गर्छ र के यसले के चाहिँ गर्दैन भन्नुपर्छ क्या। त्यति धेरै उपयोगी छ है। जति पनि हाम्रो लिभरको औषधि बनिन्छ नि सर, आयुर्वेदिक औषधिहरू, लिभरको औषधि, हजुर, त्यसमा यो औषधि मिसिएको हुन्छ। यसलाई भुइँ अमला भनिन्छ है। यसमा अमला फलेको छ साथी। अब यतिखेर तपाईँको क्यामेराले हेर्ला नहेर्ला है, यो अमलै अमला छ सर। अब कुनै बेला म देखाउँछु अमला फलेको यहाँ है। सानो 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 हुन्छ यहाँ, नाकको खुरी जस्तो हुन्छ अमला। यो लिभर सिरोसिसको, क्यान्सरमा, रगतको कमी भएको ठाउँमा, इम्युनिटी पावर बढाउनेमा धेरै प्रभावकारी औषधि छ। भनेपछि औषधि हाम्रो वरिपरि नै छन् होइन? चिन्नु पर्यो, पहिचान्नु पर्यो। हामीले त झार उम्रे गला भन्दै थियौँ, काम लाग्ने छिटो रहेछ। यो लगेर नि बिहान बेलुका चिया पकाएर खाइयो भने, त्यतिकै धुलो बनाएर राख्यो भने पनि नि फाइदा गर्छ। यो इम्युनिटी पावर जुन हुन्छ नि, रोग प्रतिरोधात्मक शक्ति बढाउँछ के। ल, धेरै धन्यवाद, यति राम्रो जानकारी तपाईँले दिनुभयो। अरू धेरै छन् यहाँ जडीबुटीहरू सर। अब यो एउटा साँच्चै भन्ने हुँदाखेरि एउटा औषधि बनाउँदैछु जुन चाहिँ अहिले हाम्रो खानपिन रहनसहनको कारणले क्यान्सर सेल्सहरू बन्दैछ क्या शरीरमा, मान्छेको प्रत्येक मान्छेकोमा नि। त्यो निवारण गर्न, त्यो सेल्स नै नबन्न गरी एउटा औषधि बनाउँदैछु। त्यसमा यो औषधि प्रयोग हुन्छ क्या। एकपल्ट ट्रायलमा राखिरहेको छु, त्यो कतिको प्रभावकारी होला त्यो साथीभाइ तपाईँ हामीले नि खाने हो कतिबाट हेर्दैछौँ। हस् हस्, धन्यवाद। ल।